वीरगञ्जको घडियारवामा बाढी पहिरो लगायतका प्राकृतिक विपदबाट जोगिन आवश्यक पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धी अभ्यास तालिम सम्पन्न भएको छ। जिल्ला विपद व्यवस्थापन समिति पर्साको आयोजनामा भएको उक्त कार्यक्रममा विपद अवस्थाको तत्कालीन प्रतिक्रिया, उद्धार कार्य, समन्वय तथा राहत व्यवस्थापन बारे स्थानीय स्वयंसेवकहरूलाई सिपमूलक अभ्यास गराइएको थियो। तालिममा विभिन्न विद्यालयका विद्यार्थी, नेपाल स्काउटका प्रतिनिधिहरू तथा विभिन्न वडाका जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सशस्त्र प्रहरी बल सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार तालिमको उद्देश्य विपदको समयमा आवश्यक समन्वय, तत्काल उद्धार र राहत वितरण कार्यमा स्थानीय स्वयंसेवकहरूको भूमिका प्रभावकारी बनाउने रहेको छ। उक्त अभ्यास तालिमले विपद व्यवस्थापनमा स्थानीय तहको पूर्व तयारी, सहकार्य र जनधनको क्षति न्यूनीकरणमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। उक्त पीडितलाई उद्धारको लागि रक्सी स्विमरद्वारा राइट ड्र भन्नाले दाहिनाको प्याडल चलाई बोर्डलाई सुरक्षित स्थानतर्फ लैजाने भन्ने बुझिन्छ। सेकी लेफ्ट ड्र भन्नाले बायाँको प्याडललाई चलाई बोर्डलाई सुरक्षित स्थानतर्फ लैजाने भन्ने बुझिन्छ। बाई बाई।